उठाउनु पर्यो नै मैले नै यहाँको बहिनीले तारा बहिनीले नानीहरूलाई सबैको अगाडि मैले फोन उठाएँ के भन्दो रहेछ भनेर उठाउँदाखेरि मम्मी तपाईँ कहाँ आइपुग्यो भन्यो के अरे छोराले अनि भन्दाखेरि अनि उहाँ त हुनुहुन्न उहाँ यहाँ आएर हाम्रो अगाडि उहाँलाई मारिसक्यो तपाईँ तुरुन्त जहाँ हिजो बेलुकी आफ्नै श्रीमतीको सको प्रहार गरेको भन्ने सत्य के हो का यो इटै नेर चाहिँ यहाँनेर रहेछ पछाडि यहाँ पखालेको यो खाल्टोनिर चाहिँ यहाँ अलिअलि रगत देखिरहेको छ नि हो नि यहाँ घुग्रु परेर यहीँ मरेर त होला नि छोराले चाहिँ भने मेरो मम्मी पाल्छ मेरो मम्मी केही भएको छैन दिदीको छोरा अनि बोक्यो काँधमा हाल्यो होइन अब हामीले चाहिँ भने पछाडि हजुर चाहिँ ठ्याक्क आज मृतकको चाहिँ को हुनुहुन्छ म उहाँको दिदीको छोरा दिदीको छोरा हजुर चाहिँ त्यही मेरो सानो ए हजुरको सानीमा हजुर ए भने पछाडि यहाँबाट बोकेर लैजानु भयो हजुरहरूलाई कसले खबर गर्यो यहाँनिर यसरी हजुरको सानीमा ढलिरहेछ भने कसरी थाहा पाउनु यहाँ हाम्रो त्यो एकजना व्यक्तिले फोन उठाएर यसरी हुन्छ यो हालतमा आउनु भन्नुभएको अनि हामी आउँदाखेरि बाटोमा एकजना मान्छे गाडी यहीँभित्र होला एक्सिडेन्ट भएको आउनुहोस् न भन्नु अनि यहाँ आउँदाखेरि यो घटना कति बजे थाहा पाउनु हामीले 9:46 थाहा पाउनु हजुरहरू यहाँ आइपुग्दा कति बजिसक्यो 10 बज्न 5-6 मिनट भएको छ यहाँ आउँदाखेरि यहाँ अरू स्थानीयहरूले उहाँलाई कुरिरहेको अवस्था थियो वरिपरि सबैजना मान्छेहरू हुनुहुन्थ्यो हिजोमा चाहिँ छुन चाहिँ छुनु भएको छ यहाँबाट हजुरहरूले कहाँ लैजानु भयो यहाँबाट तारकेश्वर लग्यौँ हामीले तारकेश्वरमा लगेर उहाँहरूले ब्यान्डेज मात्रै लगाइदिनु भयो कटनहरू मात्रै लगाइदिनु भयो त्यसपछि उहाँले यहाँ सक्दैन टिचिङ लग्नुपर्छ एम्बुलेन्स बोलाउनु भन्नुभयो एम्बुलेन्स आउनु धेरै टाइम लाग्यो अनि लग्दा चाहिँ धेरै लेट भयो आधा घन्टा अगाडि आउँदाखेरि चाहिँ बाँच्नुहुन्थ्यो भनेर चाहिँ अनि डेट क्लियर गर्नुभयो हामीले भन्नाले उहाँको डेट क्लियर चाहिँ यहीँ तारकेश्वरमै नै उता टिचिङ हस्पिटल राति 11:30 बजेतिर जब यो घटना भयो भनेर थाहा पाउनुभयो त्यसपछि हजुरको सानो बुवालाई जुन चाहिँ अहिलेको हत्यारा नेपाली बुवालाई फोन गर्ने केही गर्नुभयो हजुरले ट्राई गर्नुभयो हजुर भाइले गरेको थियो के अरे यसो किन गरेको भन्दाखेरि उसले फोन काटेर स्विच अफ गरेर रहेछ अनि आधा घन्टापछि उहाँ प्रहरीले समातेर भनेर हामीले केही खबर पायौँ उहाँ चाहिँ आत्मसमर्पण गर्न गएको कि प्रहरीले चाहिँ बिचबाट समातेर केही जानकारी हामीले समातेको हो भन्नुहुन्छ प्रहरीहरूले अब हामीले मजाले जानकारी चाहिँ भन्नुभएको छ त्यहाँबाट मात्रै भन्नु हामी चाहिँ समातेको भन्नु अब यो नहुनु जे यो दुःखद घटना भयो अब हजुरहरू चाहिँ यो हत्यारालाई के कारबाही होस् भन्ने चाहनुहुन्छ क्षतिपूर्तिको माग के छ हजुर अब कडा कारबाही हुनु पर्यो उहाँको दुईवटा छोरा छ अब दुईवटा छोराको करियर अब एउटा भाइ 12मा पढ्छ एउटा बच्चा 4 वर्षको अब उनीहरूलाई अब हेरचाह अरू सकेसम्म अब कडा कारबाही उहाँहरूको घर यहाँ नजिकै भन्ने पनि सुने कतापट्टि तपाईँको यहाँबाट 5 मिनट हिँडेर यो बाटोको कारणले पनि आज चाहिँ यो दुर्दशा भयो कि नै उहाँले रोकिरै बस्नु भएको थियो अस्ति पनि राति घरमा आएर पिट्ने मार्ने भनेर आउनुभएको थियो त्यतिखेर चाहिँ हामी 6-7जना गएर बचाएर हाम्रो घरमा लग्यौँ अनि त्यतिखेर भोलि बिहान पनि घरमा बसेको भने चाहिँ हामीले जानकारी पायौँ वरिपरि त्यो उहाँलाई मार्ने भनेर बिहान निस्केर तर पछि चाहिँ नभएर घरमा चाहिँ अनि आज चाहिँ त्यो हिजो बेलुका चाहिँ त्यसरी हाल्नु भयो भने पछाडि यो चाहिँ उहाँको चाहिँ योजनाबद्ध आक्रमण हो हजुर यो त पहिल्यैबाट उहाँले त पटक मिडियामा पनि भन्नुहुन्छ तेरो परिवारलाई मारिदिनु तेरो माइतीले सबैलाई मारिदिन्छु मलाई नि मुखमै हेरेर तेरो आमालाई तर म मारिदिन्छु भनेर हामीलाई पटक भन्नुहुन्छ त्यो हजुरलाई पनि मार्ने धम्की दिनुहुन्छ घरमा सबै तेरो के अरे दिदी बहिनी सबै तेरो परिवारलाई म मारिदिन्छु भनेर पटक धम्की दिँदै हिँड्नु के छ अब हजुरको सानो बुवा कतै अरू परिस्थितिसँग सल्केको त्यस्तो केही थाहा पाएर के कारणले चाहिँ आज यो घटना चाहिँ भयो स्त्रीसँगै हामीले रङ्गे हात पोखरामा सघाउने पोखराको पुलिसले केही पनि गर्न नसकेर अनि जबसम्म सिन्दुर हाल्दैन त्यतिसम्म केही पनि कानुन नियम लाग्दैन भनेर छोडेको कारणले अनि त्यसपछि झन् यो कुरा बढ्दै गएको त्यही भने पछाडि अर्को स्त्रीसँग सल्केको कारणले यो घटना भयो हजुर अब हजुरको सानोहरू त एक्टिभ छ तपाईँको सोसियल मिडियामा हेर्नु न उहाँहरूको कति पोस्ट हालेको छ ग्रुपहरू हालेको छ उहाँलाई गाउँमा लगेको हातमा बोकेर हिँडेको किस खाएको एउटा गाडीमा हिँडेको एउटै गाडीमा बसेको किस खाएको एउटै रुममा बसेको रङ्गे हात समातेको भिडियोहरू हामीसँग हामीले सबै सोसियल मिडियामा पोस्ट गर्दा नि केही एक्टिभ छैन त्यो बिचमा हजुरहरूको चाहिँ सानाबा र सानीमाको केस चाहिँ अलि चर्की जुन चाहिँ बलात्कार केससम्म पुगेको घटना पनि हामी थाहा पाएका थियौँ त्यो घटना कसरी मिलाएर आज यो घटना भयो त्यो घटना भन्नुपर्दा वास्तविकमा मिलेको थिएन उहाँले चाहिँ अनलाइनमा आएर एउटा कुरा गर्नुहुन्छ अनि हाम्रो अगाडि आएर अर्को कुरा गर्नुहुन्छ अनलाइनमा आएर चाहिँ उहाँले चाहिँ एकदम राम्रोसित देखाएर अब म मिल्छु यो त भन्नुहुन्छ अनि घरमा आएर के दिनमा राति अब पिट्ने मार्ने फुट्ने मात्रै गर्नुहुन्छ उहाँले श्रीमतीलाई मात्रै पिट्नुहुन्थ्यो कि आफ्नो बच्चा छोरालाई अनि मेरो आफ्नो एउटा भाइ पनि भनिस हाम्रो साथी हाम्रै भाइ हो मतलब मामाको छोरा म पनि अस्ति आउँदाखेरि उहाँ 3जनाले पिटेको जान्दा पिटेको फोटो पनि छ एकछिन देखाउन त छोरो हेरौँ यो कुरा अलिकति सामाजिक सञ्जालमा ल्याउनु पनि
पर्नेछ। हामी चाहिँ उहाँको नेपाली विरोधी हत्यारा सामाजिक सञ्जालमा चर्चित मान्छे देशको नाम लेखाउँछु भन्छ, आज त्यही मान्छेले हत्याराको सूचीमा आफ्नो नाम लेख्न। यो चाहिँ तपाईँको 2 महिना अगाडि बिहानै 5 बजे अफिस जाने क्रममा बच्चालाई कलेजमा जाने क्रममा 3 जना छुट्यो। सधैँ आफ्नो श्रीमती यो त नर्मल तपाईँको एभ्री टाइम तपाईँको हप्ता 10 दिन हप्तादेखि आएर कर्ज गरिहाल्नु। त्यहाँभन्दा अगाडि यो मान्छे कहाँ बस्थ्यो के हजुरहरूलाई चाहिँ घरमा नआउँदा कहाँ बस्ने केही जानकारी छ? अब कहिले प्रकाश भुजेलको घरमा देख्यो भने हामीले अनलाइनमा देखिन्थ्यौँ। अब कहिले आफ्नो घरमा लगाउनुहुन्छ, कहिले होटेलमा लगाउनुहुन्थ्यो। अब होटेलको कहाँ कहाँ हामीले कतिवटा प्रुफ पायौँ, प्रकाश भुजेलको पनि कतिवटा प्रुफ पायौँ। त्यो पनि कहाँ भने के पनि एक्सनै भएन हामीलाई। अब यसमा चाहिँ नेपाल प्रहरीले सहयोग गरेको होइन हजुरहरूलाई? पहिला चाहिँ बालाजी चौकमा हामीले जाँदाखेरि पटक पटक हामी शान्ति सुरक्षाको लागि जनाहरूलाई शान्ति सुरक्षा भन्दा नि शान्ति सुरक्षाको लागि 4-5 तारिक जाँदा पनि उहाँको प्रहरीहरूले चाहिँ हात मिलाएर ऊ तपाईँ नेपाली ग्रो हुनुहुँदो रहेछ भन्ने फोटो खिच्ने, हात मिलाउने, क्रिमिनललाई गएर हात मिलाउने, भिक्टिमलाई मतलब नगर्ने, भिक्टिमलाई शान्ति सुरक्षा भनेर मतलब नगर्ने, त्यो गरेको चाहिँ रेस्पोन्स थियो। तर हिजो अस्तिबाट चाहिँ अलि एक्सनमा लिनु भएको छ बालाजी चौकले। अब एक्सनमा लिएर अर्थ पनि त छैन, अहिले त अर्थ छैन, मान्छे छैन, मान्छे छैन। अब घरमा चाहिँ नेपाली ग्रुपको ठ्याक्क को बस्नुहुन्थ्यो? घरमा चाहिँ एकजना दिदी हुनुहुन्छ, अनि छोरा 2टा छोरा अनि बुढी, अनि अरू चाहिँ बारमा। बुवा आमाहरू हुनुहुन्न? बुवा आमाहरू चाहिँ उहाँ दिदीको घरमा बस्नुहुन्छ। उसको हरकतै त्यस्तो भएर सँगै बस्न सक्नुभयो? होइन उहाँको चाहिँ दिदी र भाइहरूको दिदी भाइहरू बहिनीहरू यहीँ मुनि बस्नुहुन्छ, उहाँको घरमा बस्नुहुन्छ। म थोरै हजुरको जुन चाहिँ सानीमा उहाँ आज यो संसारमा हुनुहुन्न उहाँको बारेमा थोरै उहाँको ब्याकग्राउन्ड के थियो, के काम गर्नुहुन्थ्यो, यो विषयमा पनि थोरै आर्मी हुनुहुन्थ्यो, आर्मीको सुधार। अनि उहाँ चाहिँ अब आर्मी पहिलेबाट आर्मीकै जागिर, अनि आर्मी के हुन्छ नि जागिरबाट राति नाइट ड्युटी भएर नाइट ड्युटी फिनिस गरेर आउनु बेला क्रममा चाहिँ यो घटना घटेको। कति वर्ष भयो उहाँको जागिर सेवा? जागिर सेवा पेन्सन चाहिँ पाएँ, तर कति एक्ज्याक्ट चाहिँ थाहा भएन। पेन्सन चाहिँ पाएको भइसकेको थियो, तर कन्टिन्यू गरेरमा चाहिँ रिटायरमेन्ट गर्नुभएको थिएन। अब यो विषयमा हजुरले थोरै घरमा अब हजुरको भत्रो भएको हिसाबले नेपाली ग्रोले घरमा आर्थिक सहयोग बच्चा बच्चीलाई बढाउने हजुरहरूलाई तपाईँ सोसियल मिडियामा राखिरहन्छु, इँटा बोकेको घर बनाउँदैछु मसँग यति करोड सम्पत्ति छ भनेर उहाँ बोलिरहनुहुन्थ्यो। त्यो भएर हजुर उहाँको स्क्रिप्टेड फाइटहरू हुन्थ्यो, जस्तो तपाईँ WWE हुन्छ नि रेस्लिङ भएर त्यो चाहिँ स्क्रिप्टेड हुन्थ्यो। उहाँहरूलाई अब कहिले 10,000 कहिले 20,000 दिएर खेल्नुहुन्थ्यो। अनि उहाँ चाहिँ यो कहिले म प्रकाश भुजेलकोमा 2 लाखमा काम गर्छु, कहिले यो धनेश्वर अटोमोबाइलमा काम गर्छु, उहाँ त्यो सबै पेक हुन्थ्यो। मतलब उहाँले काम चाहिँ गर्ने होला, तर आर्थिक सहयोग केही पनि नगर्ने, घरमा सके नै त्यो चाहिँ उहाँको वाइफ पनि हो कि घर पनि उहाँले बना भन्नुहुन्छ। तर उहाँ चाहिँ त्यो शान्ति सेनाबाट गएर आउँदाखेरि छामाले घरहरू जग्गाहरू किनेर बनाएको, त्यो घरको अझै लोन पनि अझै स्यालेरीबाट काटिदिएछ, इएमआईमा बनाएको, लोन लिएर बनाएको अझै पनि काटिदिएछ। अब बुवा आमालाई थाहा भयो नेपाली ग्रोले आफ्नो बुहारी मार्यो, आफ्नो श्रीमती मार्यो? उहाँ घरपट्टि चाहिँ हामीलाई केही पनि थाहा छैन, हाम्रो घरपट्टि हाम्रो माइतपट्टि चाहिँ उहाँको सबैले थाहा छ, सबैलाई थाहा भएको छ। अहिले कहाँ छ हजुरको चाहिँ सानीमाको पार्थिव शरीर कहाँ राख्नु भएको छ, के छ अन्त्येष्टिको तयारी के छ थोरै चाहिँ बताइदिनु। टिचिङ हस्पिटलमा छ, अहिले पोस्टमार्टम नगर्ने भनेर हामी निर्णय गरेर चाहिँ अब यो आज चाहिँ सबैलाई इन्भेस्टिगेसन गर्ने भनेर उहाँको आफन्तहरूलाई मतलब दिदी बहिनीहरू सबैलाई बोलाएर अनि यो सबैलाई कुरा राखेर छलफल गरेर कति मात्रै चाहिँ पोस्टमार्टम गर्ने भन्नाले इन्भेस्टिगेसन उहाँहरूसँग जोडिएको साथीहरू, किनकि अब उहाँहरूको घरपट्टिबाट नै यो श्रीमतीलाई बिहे छोडेर अर्को श्रीमतीलाई बिहे गर भनेर पटक पटक घरबाट नै उसलाई साथ पर्छ क्या। अनि मर्द हो तपाईँ एउटा मात्र केटी हो 10जना केटी पनि बोकेर हिँड्नुपर्छ भने उसको आमा बोकेर चाहिँ यो शब्दहरू चाहिँ प्रयोग पटक पटक हाम्रो अगाडि हुन्थ्यो। अनि उसको त्यो जुन चाहिँ केटीसँग बाहिर हिँडेको थियो उहाँले पटक पटक भोइस मेसेजमा कलमा तेरो बुढीलाई मार अनि म तेरो घरमा आउँछु नभए त मसँग कल नगर भन्ने हामीले पटक पटक आफै हामीले कानमै सुनेको थियौँ। त्यो बाहिरको हजुर अर्को केटीसँग। हजुर यो विवाह चाहिँ लभ म्यारेज थियो कि एरेन्ज मागेर गरेको? लभ म्यारेज। हजुरलाई विवाह भएको केही यादहरू? नै त्यो म जन्मभन्दा अगाडि नै धेरै अगाडि 18-19 वर्ष अगाडि 18-19 वर्ष हजुर लगभग 20 वर्ष हुन लाग्यो उहाँहरूको भनेपछि तपाईँहरूको माग के हो त? अब आफन्तहरू सबैको मिलेन, किनकि अब छोराहरू 2जना छन्, अब मैले बोलेर एउटा हुँदैन। उहाँहरूको चाहिँ के छ अब जस हाम्रो चाहिँ के भनेको छ नि उसले कडाभन्दा कडा सजाय दिनु पर्यो, जुन सजाय दिए पनि अब हाम्रो छ्यामा फर्किने त भएन। अब पैसा जति करोड दिए नि उहाँ फर्किने होइन। अब त्यो चाहिँ अब बाबुहरूले जे के भन्छ उहाँहरू अब मुनि घर सल्लाह अब हामीभन्दा ठुलो मान्छेले सल्लाह गर्नुहुन्छ, त्यसको बारेमा चाहिँ म बोल्न चाहन्न। भनेपछि अनुसन्धान त्यो जुन अर्को केटीकोलाई पनि हुनु पर्यो, सबैलाई उहाँको परिवारलाई पनि हुनु पर्यो, दिदी बहिनी अनि प्रकाश भुजेलहरू सबै A to Z नै हुनु पर्यो। प्रकाश भुजेल चाहिँ किन जोडिनु भयो? किनकि उहाँ पनि के अरे भाइ ज्वाइँ भन्दै हुन्थ्यो, तर उहाँको पनि घरमा के अरे कतिचोटि केटीले लग्दाखेरि चाहिँ खबर पनि नआउने, त्यसरी नपठाउनु, त्यसरी गएको बेलामा हामीलाई खबर गर्नु भन्दा नि उहाँले खबर नगर्ने। यो भन्दै गर्दा त हजुरको छामासँग टिको लगाएको 2-3 पटक तर उहाँकै घरमा केटी लग्दा पनि खबर नगर्ने प्रकाश भुजेलले।
त्यही भएर उहाँको अब सम्पर्कमा को को हुनुहुन्छ त्यहीलाई चाहिँ अब हामी इन्भेस्टिगेसन गर्ने चाहिँ रिक्वायर गरेर भनेपछि आज चाहिँ हजुरहरूको अन्त्येष्टिको तयारी केही पनि छैन। अब उता 10 बजे पछाडि चोली जानुपर्छ त्यही हो। हुन्छ, समय दिनुभयो, धन्यवाद। ए यही हो है। घटना कति बेला थाहा पाउनु होला? भनेपछि घटना घट्ने के थाहा पाउनु भयो? पछि लास्ट लैसक्यो। यहाँ आउनु भएको थियो? आउँदाखेरि चाहिँ लास्ट लैसकेको भनेपछि नेपाल प्रहरीले चक्कु चाहिँ त्यो पत्रिकामा बेर्नु भएको थियो नि उहाँले, अनि हाल्नु त्यो चाहिँ चक्कु कति ठुलो छ त्यो चक्कु? सानो चक्कुले मान्छेको ज्यान लियो। हजुरले आँखाले देख्नुभयो त्यो चक्कु? ए कति बेलादेखि यहाँ हुनुहुन्छ हजुर? सास आकारमा जीवित हुनुहुन्थ्यो केही पनि त्यस्तो त लागेको थिएन। राति हजुर पनि आउनुभएको थियो? हजुर, म र भाइ आएर लिएर गयो। कुन अवस्थामा हुनुहुन्थ्यो उहाँ? उहाँ एकदमै के अरे क्रिटिकल कन्डिसनमा हुनुहुन्थ्यो। ब्लडै ब्लड थियो फेरि हलचल पनि थिएन। त्यो हलचल त्यतिखेर चाहिँ हामी लिएर गयो। कसरी उचाल्न सक्नुभयो? एम्बुलेन्स बोलाउनु भयो? कसरी बोक्नु? स्कुटरमा थियो भाइरमा अनि एकजनालाई सहयोग मागेर 3 जना मिलेर स्कुटरमा हालेर लगेर जाने। त्यहाँनिर उहाँको शिर केही त्यस्तो केही देख्नुभयो? टाउको अडाउन सक्ने नसक्ने आर्थिक अवस्था के छैन? यहाँबाट जाने क्रममा चाहिँ देखेन हामीले, तर उता बाटोमा जाँदा चाहिँ उहाँ चाहिँ दाइ फेरि पनि नमस्कार छ हजुरलाई। हामी दुःखद घडीमा त छौँ। पछिल्लो समय हजुरको घरमा सिसिटिभी रहेको कुरा पनि जानकारी आयो। के छ, खुलाउन मिल्छ? सिसिटिभीमा के देख्नुभयो? त्यो सिसिटिभी फुटेज नेपाल प्रहरीलाई उपलब्ध गराउनु भयो के छ? त्यो त खै अब त्यो मलाई पनि थाहा छैन होइन। देख्न चाहिँ मैले हेर्न चाहिँ हेरेँ, अघि हेरेको आउनु भएको थियो उहाँले चाहिँ देखाउनु भएको हेर्न चाहिँ देखियो। तर घाँटी नै रेटेको भन्ने कुरा भयो। अब देख्दा चाहिँ ठ्याक्कै स्कुटी त्यहाँ रोकेर पल गरेर यस्तो चाहिँ देखिन्छ होइन। त्यो गर्दा गर्दै उसले यहाँबाट दौडिँदै गएको देखिन्छ। दौडिँदै जाँदाखेरि स्कुटर तानेर एकैचोटि लडाछ होइन। लडाइसकेपछि अब न्यागे देखेँ त यसो गरेपछि त्यो चक्कु चाहिँ फेरि देखिएको छैन होइन। यसो गरेपछि देखेँ। यहाँनिर नेपाल प्रहरीले अहिले अनुसन्धानको क्रममा त्यहाँ धेरै बेर पछाडि उता झाडीमा पनि भन्नु त्यहाँनिर चक्कु भेटियो भन्ने सुनियो कि हजुरले केही देख्नुभयो? केही जानकारी अब त्यो चक्कु चाहिँ कहाँ भनेर सुनेको हो। फेरि आफू म यता आएँ नि त फेरि त्यहाँ होइन। अलिकति हजुर नेपाल प्रहरीसँग सँगसँगै देखिनु भएको थियो, त्यही भएर म सोध्दैछु। त्यो फेरि चक्कु चाहिँ मैले देख्न पाएँ। ए के छ यहाँ केही साँची प्रमाणहरू बस्नुभयो? बस्नुभयो के हिसाबले बस्नुभयो? के भनेको छ त्यहाँनिर? यहाँ रगतको आल भेटियो भनेर अथवा चाहिँ यो लास्ट ढलेको अवस्थामा देखेँ भनेर के हिसाबले हजुर साँची बस्नुभयो? त्यो त अब यहाँ होइन छिमेकीको नाताले होइन तपाईँको घरको अगाडि भएको भएर उहाँले गर्नु लाग्यो त्यति मात्रै हो। अब के छ त हजुरले अब यो टोलमा यति ठुलो घटना घट्यो, यो हत्यारालाई यो अपराधीलाई कस्तो सजाय भइदिए चाहिँ हुन्थ्यो भन्ने हजुरको चाहना छ? अब यस्तो गर्ने मान्छेलाई सकेसम्म जन्म कैद हुनुपर्छ कि अब कि फाँसी हुनु पर्यो। फाँसीको त निर्णय छैन होइन। सकेसम्म सरकारले बनाइदिन्छ राम्रो। फेरि अरू पीडितलाई है त्यस्तो नहुन सक्छ नि त, गर्न सक्दैन। हुन्छ, समय दिनु होला। अरू आएको छ र जहाँ श्रीमतीको हत्या गरेको प्रहरी र यहाँका स्थानीयहरूले बताइसकेका यहाँ अगाडि चाहिँ बाटो बन्द भइसके पछाडि घटना घटेको स्थानीय हो। सो यहाँका स्थानीयका अनुसार यो बाटोमा लखेट्दै यहाँ आइपुगेपछि निस्किने बाटो नदेखिसकेपछि जो चाहिँ नेपाली ग्रुप भनेर
घटना घटेको थियो जहाँ नेपालीहरूले आफ्नो स्थिति हत्या गरेको भन्ने प्रमाण आएको छ जहाँ श्रीमतीलाई बाटोबाट लहरै जाँदाखेरि आएको र यो बाटो जाँदाखेरि कहीँजना निस्केपछि श्रीमतीलाई हत्या गरेको भन्ने स्थानीय वासीहरूले गरिसकेपछि स्थानीय र पनि बताइएको छ जहाँ हामीले तपाईँहरूलाई हेरेका छौँ जहाँ आफ्नै श्रीमतीको हत्या गरेको हामी तपाईँहरूको सामु आइपुगेका छौँ जहाँ तपाईँहरूले देखिरहेका हुन्छौँ जहाँ हत्या गरेको हामी भइसकेको देखेका हेर्न सक्नुहुन्छ जहाँ विभिन्न ठाउँबाट र वास्तविकता नाम पनि खुलेको छैन भन्ने जानकारी प्राप्त भइसकेको छ नेपाली धेरै समाज खतरिएको छ भने अहिले यहाँ धेरै ठाउँमा आवाज उठिसकेको छ र जहाँ तपाईँलाई हामीले प्रदेशमा देखिरहेका पनि छौँ जहाँ प्रहरीले अनुसन्धान गरेको छ र जहाँ प्रहरीले नेपालीहरूले हत्या गरेको भन्ने पुष्टि अझै पनि नभइसकेको जानकारी प्राप्त भइसकेको छ जहाँ नेपालीहरूको नामले परिचित भएका थिए जहाँ छिमेकीहरूले विभिन्न ठाउँमा यहाँ गएका छौँ जहाँ हामीले प्रदेशमा देखेका छौँ अनुसन्धान थालिरहेको छ के हो वास्तविकता अनि तपाईँले हामीले प्रदर्शन हेरेका छौँ हिजो नेपाली ग्रुपले आफ्नो श्रीमतीलाई के हो भन्ने दर्शकले चाहिँ रगत हत्या गरेको आएपछि हामी जहाँ हामीले देखेका छौँ यो चाहिँ तपाईँले जहाँ हिजो हत्या गरियो त्यो रगत पखालेको भन्ने जानकारी प्राप्त भएको छ त्यसले गर्दाखेरि हामीले जहाँ हिजो यो चाहिँ रगत यहाँ उतै हिजो यो कति बजीको घटना हो दाइ? 9:30 बजे 9:30 तपाईँले के देख्नु भएको थियो कि? म पर्सन थाहा पाएँ उहाँ घरमै नजिक भएर अनि उसले चाहिँ त्यहाँ गाडी उसले बाटोदेखि पछि आएर गाडी चाहिँ त्यहाँ रोकेर उसलाई लखड्दै आएछ कि गिजर भाग्दाखेरि अब उसले पछाडि आएर समातेर कति बजेतिर राति के हजुर 10 बज्न लाग्यो 9:32 यहाँ हजुरहरूको घर यहीँ हो अनि यो हुँदाखेरि हजुरहरूले चिच्याको कराको केही थाहा पाउनु
एक्कासी भयो कुकुर त अलिकति भुकिएको थियो होइन अनि यहाँ मान्छेबाट थाहा भएछ अनि हामी त अनुग्रह आउँछ नि तल हजुर हजुर टिभी हेरिरहेको थियो अनि यहाँ ढलिरहेको छ होइन रगत पक्षी भएको छ स्कुटरमै हुनुहुन्छ स्कुटर यहाँ रोकेर छ होइन अनि उहाँ चाहिँ अब बाटो दौडिने आएर बिचरा स्कुटीमा जाने क्रममा अगाडि बाटो बन्द भयो यहाँनिर पक्रियो ऊ चाहिँ भाग्नलाई यता बाटो छ भने यता भाग्यो बाटो हिँड्नु भयो नि त उसले घुमाउनु भ्याएन जानु पनि पाएन। अब एउटा कुरा सानो कुरामा हजुरलाई गर्छु के यहाँ हजुरहरू निस्किने बेलामा उहाँ चाहिँ होसमा अचेत अवस्थामा म चाहिँ थिइनँ म पनि खबर म बाहिर थिएँ म पनि खबर सुनेर म पनि दौडिँदै आउँदाखेरि मान्छे लगिसकेपछि होसै थिएन लडेको ढलेको मैले देखाएँ ढल्दा उठ्दैन उठेन अनि एउटा चाहिँ उहाँको फोन रहेछ होइन फोन चाहिँ यहाँ तपाईँको यहाँनिर फोन छुटेर गएको छ होइन मोबाइल फोन हान्दाखेरि अनि हाम्रो यहाँ तारा बहिनीले चाहिँ फोन रिसिभ गरिदिनु भयो रिसिभर चाहिँ उहाँ पत्ता भनेर सोनिया अनि फोन रिसिभ गरेर चाहिँ अनि पत्ता लाग्यो उसको छोरा रहेछ होइन अनि दौडेर आएर 5-6 मिनटमा चाहिँ आइपुगेपछि उहाँले झ्यापै उठाउनु भयो कि छोराले छोरा दुईजना थियो एकजना अर्को भतिजोइ पो है अनि बोक्यो काँधमा हाल्यो होइन अब हामीले चाहिँ अब यसो ट्याम लाग्यो उहाँहरूलाई नि होइन अनि उहाँ चाहिँ उठाएर अनि त्यो बाबुले स्कुटरमा हालेर तुरुन्तै लगाएको अनि एकछिन फरक आइपुग्यो होइन आउँदाखेरि अब यहाँ सबै हेर्दा उहाँ त्यो जताततै चले के होइन भनेपछि लगभग यहीँ सिद्धिएको भन्ने हजुर के छ त्यो अब हजुरहरूले उचाल्दाखेरि घाउ चोट कतै देख्नुभयो उहाँको घाँटीतिर कतै हामीले छोरा चाहिँ आएर झ्याप अब हामी त हात हाल्नु मिल्यो नि त वरिपरिसम्म होइन एक्कासी छोरा चाहिँ आएर झ्याप उठाएर लान्छु भने झ्याप हालेर अनि त्यहाँ उचालेर त्यो स्कुटरमा हालेर अनि तुरुन्तै लगाएको एकछिनपछि अनि गरेर आउनुभयो अनि सबै थाहा भयो। हजुरहरूको त दैलो अगाडि यति दुःखद घटना घट्यो आज रगत पखाल्दै हुनुहुन्छ एकदम दुःख लागेको छ हेर्नु हाम्रो गेट अगाडि हामीले त्यो देख्नु पनि सक्दैन के उहाँहरूलाई सुरक्षा दिनु सकिन्छ कि होइन त्यो पनि हामी सकिन्छ। अब यहाँनिर केही उहाँले छोडेको केही दसी प्रमाणहरू केही हतियारहरू त्यस्तो केही भेटियो यहाँनिर भेटेन सर अब एकछिनपछि पुलिसहरू उहाँहरू आउनुभयो होइन उहाँले अनुसन्धान गर्नुभयो सबै यहाँ राखेर अहिले प्रहरीको रोहबरमा हजुरहरूलाई रगत पुस्न भनेर हजुरहरूले पखाल्नु भएको कि आफ्नै खुसीले हुन्छ म थोरै दिदीसँग कुरा गर्छु है दिदी थोरै बोल्नु न हजुरले यस्तो भएको खिच्नै भ्याएन नि छोराले उठाएर लगिहाल्यो नि हामी निस्किने बित्तिकै फेरि त्यस्तो बेला के खिचिराख्नु भएन नि खिच्ने कुरा हामी त अब अप्ठ्यारो पनि भयो थाहा भएन पनि हुँदैन नि दिदी हजुरको घर अगाडि यति ठुलो घटना घटेछ हजुरले देखेको कुराहरू थोरै बताइदिनु न हामीलाई। अब हामीले त त्यो अब बितिसकेपछि देख्यो है उहाँको छोरा अब फोन गरेर बोलायो पुलिस बोलाएपछि पुलिस पनि अब बाटो बन्द छ यहाँबाट धेरै घुमेर आउँदा उहाँहरू नै ढिलो हुनुभयो अनि छोरालाई पनि बोलाएको छोरा पनि बिचरा घुमेर आउँदाखेरि पहिला फोन गर्दाखेरि अनि फोन आयो यसमा सानो फोन त्याएर चाहिँ फोन आएपछि देखेँ हामीले उहाँ नानी यहाँको तारा बहिनी अनि ल सबैको अगाडि मैले फोन उठाएँ कसको फोन हो उहाँकै होला भनेर फोन उठाउँदाखेरि अनि अब छोराले भन्यो मम्मी उहाँको छुट्टिएको फोन चाहिँ कसले हजुरले उठाउनु पर्यो नै मैले न उहाँको बहिनी तारा बहिनीले अनि ल सबैको अगाडि मैले फोन उठाएँ के भन्दो रहेछ भनेर उठाउँदाखेरि मम्मी तपाईँ कहाँ आइपुग्यो भन्यो के अरे छोराले अनि भन्दाखेरि अनि उहाँ त हुनुहुन्न उहाँ यहाँ आएर हाम्रो अगाडि उहाँलाई मारिसक्यो तपाईँ तुरुन्तै आउनु भन्नुभयो अनि तुरुन्तै आउनु भनेपछि अनि त्यो फोन हामीले अब यहीँ राखेँ है भनेर तपाईँको राखिदिएँ अनि फोन पनि छोराले लगाएछ अनि मेरो मम्मी बाँच्नुहुन्छ भनेर स्कुटीमा हालेर लान्थ्यो
अनि त्यो हुँदा हजुरहरू सबै छिमेकीहरू यहीँ हुनुहुन्थ्यो सबै आए पछि त अब पछि आए राति सबैजना सुतिसकेको थियो म एकजना चाहिँ टिभी हेरिरहेको थिएँ मलाई केही थाहा भएन त्यहाँ बाबुले चाहिँ अनि देख्नु भएछ अनि उहाँ भाइलाई बोलाए भाइ पनि अब हजुरहरूको यो टोलमा सिसिटिभी फुटेज क्यामेरा त्यो क्यामेराले केही देखायो कसरी हानेको के भन्ने हजुरहरूले हेर्न अघि पाउनु भाइ आउनुभएको थियो यो घरको राखे हो उहाँलाई थाहा छ उहाँले हेर्नुभयो हानेकै देखियो अरू यो हानेको हामीले हानेको रेटेको अरे हामीलाई त अरू केही थाहा भएन त्यो हुन्छ दिदी समय दिनुभयो घर अगाडि यति दुःखद घटना घटेछ होइन के गर्नु के छ अब यसमा चाहिँ त्यो नेपाली प्रो कमजोर देख्नुहुन्छ कि नेपाल प्रहरीको कमजोर देख्नुहुन्छ के हो यो खास चाहिँ यति अहिले त धेरै कुराहरू चाहिँ घटना घटिरहेको अब छ हामीलाई के भन्नु र है हामीलाई अरू केही थाहा छैन अब उताको टोलको हो अब हामीलाई त एक्कासी यहाँ ढल्यो कहाँको हो भने त्यो पनि थाहा थिएन हामीलाई त्यो छोरा आएर हजुरको टोलको पनि होइन ऊ मान्छे होइन उहाँहरू उताको टोलमा त्यो बाटो बनाएको छ नि त अहिले ढलान लागेछ आफ्नो घर अब लहर्दै आएछ बुढो चाहिँले लहर्दै आएपछि आफ्नो घरसँग जानु बाटो बन्द छ अनि यहाँबाट बाटो छ भने भाग्नु भयो होला के बिचरा अनि यहाँबाट बाटो छ होला भने स्कुटी यता मोडेर यता आएछ यो बाटो खुल्ला भएको भएदेखि स्कुटीमा उहाँ बाँच्ने रहेछ नि तल्लो बाटो गयो भने हिजो चोरा थियो तल्लो बाटोमा त्यहाँ पनि हिजो चोरी भएर टङ्गा पारेछ तल मान्छे सुतेन त्यो पनि बात बाटोको कारणले गर्दा हुन्छ दिदी ल समय दिनुभयो धन्यवाद है तल परिवार गयो भित्र छिरे दर्शकबिन तपाईँहरू हामीले देखिरहेका छौँ जहाँ हिजो नेपाली बुढोले आफ्नै श्रीमतीको खुकुरी प्रहार हत्या गरेको घटना थाहा पाइसकेपछि हामी बिहानै आइपुगेका थियौँ र तपाईँसँग देखिरहेका छौँ के हो वास्तविकता र हामी यहाँ अनुसन्धान भइरहेको छ र घटनालाई हामीले देखाइरहेका छौँ जहाँ प्रहरीको आज ठुलो भिड लागेको छ र जहाँ यसरी प्रदर्शनमा देखिरहेका छौँ जहाँ प्रहरीले अनुसन्धान गरिएको छ एउटा केही सामान भेटाएको अवस्था जस्तो छ र जहाँ प्रहरीले अनुसन्धान गरिरहेका छन् र हामीलाई तपाईँहरूलाई हामीले देखाइरहेका छौँ प्रत्यक्ष जहाँ प्रत्यक्ष देखाइरहेका छौँ मलाई हामीले देखेका छौँ यहाँ आज हिजो बेलुका नेपाली बुढोले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने जानकारी प्राप्त भएको छ र जहाँ हामीले देखाइरहेका छौँ यहाँ स्थानीयको भुइँचो पनि देखिरहेको छ र जहाँ नेपाली बुढोले आफ्नै श्रीमतीको हत्या गरिसकेपछि जहाँ यहाँनिर बासिन्दाहरूको भुइँचो लागेको छ र हामीले यहाँ यो वास्तविकता यहाँ पुलिसहरूले अनुसन्धान तीव्र लगाएका छन् जहाँ हिजो बेलुकी आफ्नै श्रीमतीको शव प्रहार गरेको भन्ने सत्य के हो तपाईँहरूले देखिरहेका छौँ र जहाँ नेपाली प्रहरी र विभिन्न सङ्घ संस्थाबाट व्यक्तिहरू अनुसन्धान गरिरहेका छन् हामीले प्रत्यक्षलाई हामी देखाइरहेका छौँ र के हो वास्तविकता र प्रत्यक्ष रूपमा हामी हजुरहरूलाई देखाइरहेका छौँ र यहाँ प्रहरीले अनुसन्धान गरेको छ हिजो भर्खर अनुसन्धान गरेको प्राप्त र यहाँ के भेटियो भन्ने कुराले गरेको छ र तीव्र अनुसन्धान गरेका छन् दर्शक हामी यति बेला नेपाली टोलले जब श्रीमतीको हत्या गरिसकेपछि हामी नेपाली प्रहरीको अनुसन्धान टोली देख्नु भएको थियो थोरै देख्नु अब यहीँनिर ढलेदेखि हाम्रो यहाँनिर चाहिँ रगतै रगत थियो स्कुटी यहाँ थियो मान्छे चाहिँ यहाँनिर कहाँनिर स्कुटी रोकेछ रोक्ने बित्तिकै हामी के अरे अब हाम्रो गेट गरेर भित्र छिर्छु भनेर आएर अब
ऊ त बाटो छ भनेर आयो होला नि तानेर के स्कुटीबाट झ्याप तानेर अनि का यो इटेनेर चाहिँ यहाँनिर रहेछ पछाडि यहाँ पखालेको यो खाल्टोनिर चाहिँ यहाँ अलिअलि रगत जरो गरिदिरहेको छ नि हो नि यहाँ घुग्रु परेर यहीँ मरेर त होला नि छोराले चाहिँ भने मेरो मम्मी पाल्छ मेरो मम्मी केही भएको छैन सासै थियो क्या अरे बाबु लाँदै भन्दा नि हस्पिटलमा मलाई त्यो पनि थाहा भएन बाबु यहाँनिर चाहिँ फर्किने बेला यहीँ समातेर यहीँ ढालेछ है अब हल्ला अनुसार रेटेको भने जस्तो कुरा नै आयो होइन खोइ रेटेको देखाएको छ भने सिसी क्यामेराले हामीले त देखेन अब यो घरको मान्छे आएको थियो अघि अनि उसको मोबाइलमा छ नि त अब यहाँ छैन यो घरकोले राखेको नयाँ घर बनाउँदैछ अनि उसको मोबाइलमा रहेछ अनि मोबाइलमा चाहिँ उसले भने यसो स्कुटी रोक्ने बित्तिकै समाएर तानेर रेटेछ अरे रेटेर अनि यता लसारै के अरे रगत यहाँ र यहाँ थियो कि रगत यहाँ टन्नै थियो दिदी यहाँनिर यो बाटो तल्लो बाटो गइदियो भने मान्छे 10 बजे छैन बाँच्यो हो त नि बिचरा यो बाटो छ होला भनेर आएको भएन कि यता जानु बाटो भित्र सिधा गएर थियो नि ओहो यो रगत हो यो स्कुटी पनि त्यही हो स्कुटर पनि यो हेलमेट त्यहाँ ब्याग त्यहाँ होइन भने अझै म बढाइदिन्छु ल यो बाटो जानु यता कति सक्यो के यता गल्ती हैन यो बाटो छ होला होला पुरो गाडी होला त्यहाँ लेखेर हामी सबै घरबाट लैले भने बाटो नि त्यो मान्छे अब पनि त बस्नै छिर्या भने बिचरा ज्यान जोगाउनै छिर्या गेट लाइसेहरू हरामा हैन गेटमा ढङ्ग गर्ने सिधा ठोक्यो भने घरको मान्छे निस्किन्छ बस्छ हिजो नेपाली पुरुषले आफ्नै श्रीमतीलाई लगती भन्ने बोल्न आएको छ र तपाईँलाई हामीले प्रदर्शन गरेका छौँ जहाँ नेपाली पुरुषले एक व्यक्तिले अब मान्छे त बित्यो हामीले मकै मार्न नि भएन